एउटै साइकल चढ्छु राम्रो चढ्छु भन्नेहरूको लागि चाहिँ हामीले फेरि पनि जायन्टको ट्यालेन्ट 1 रिस्टोर गरिसकेको छौँ है। यसलाई चाहिँ जायन्ट भन्ने बित्तिकै एकदम इनफ हुने नाम हो है। त्यसमाथि योपालि 2025मा चाहिँ तपाईँको धेरै अपग्रेड गरेर आइसकेको छ साइकल। यसको तपाईँको फर्स्टमा चाहिँ 1/10 को सिमानो क्युसको ड्राइभ ट्रेन युज गरिएको छ होइन। अगाडिको चाहिँ 32 तितमा भने पछाडिको 11 to 48 तितमा छ र फ्रन्ट सकअप एकदम स्मुथ हाइड्रोलिक युज गरिएको छ है। र प्लस पनि अर्को के छ भने ड्रपर पनि युज गरिएको छ क्या योपालि चाहिँ। तपाईँले सिट तल माथि गर्नलाई हातैबाट हुन्छ, तल परेन है। र फ्रेम एकदम डाउन सेपमा हो, 29रमा एम साइज छ है। टायर भनेको रिकन रेस युज गरिएको छ। तपाईँले जस्तै ट्रेलमा पनि युज गर्न मिल्यो क्या यसलाई चाहिँ। तपाईँहरूलाई समस्या यो साइकल लिएर चाहिँ म इलाम जान्छु, कन्याम जान्छु या ताप्लेजुङै पुगेर आउँछु भन्नेलाई पनि समस्या चाहिँ यो साइकलमा चाहिँ छैन है। र यसको फ्रेममा भनेको तपाईँको लाइफ टाइम ग्यारेन्टी आइहाल्यो है। टेक्ट्रोको हाइड्रोलिक ब्रेक आउँछ 2 पिस्टनमा, अगाडि पछाडि नै थ्रु एक्सेल आउँछ। त्यो चाहिँ तपाईँको चक्काहरू एकदम त्यो कतिको फुस्किने भने समस्या चाहिँ योमा चाहिँ हुँदैन। त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई एकदम राम्रो बाइक योपालि 2025मा चाहिँ ट्यालेन्ट 0 को एकदम हाई डिमान्ड पनि छ है। त्यसले गर्दा हजुरहरूलाई चाहिएमा मेची साइकल सप भिजिट गर्नु होला कि त तल दिएको नम्बरमा सम्पर्क गर्नु होला।